वेलकम बैक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म चाहिँ कहिलेकाहीँ भिडियो बनाउने गर्छु अनि मेरो भिडियो के कस्तो हुन्छ हेरेर साथ दिनुहोला, प्रतिक्रिया दिनुहोला, गर्नुहोला। अनि मेरो ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ कस्तो राम्रो तोरीको फुल। अनि हजुरहरू आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै म पनि यहाँ आरामै छु भन्दै आज हामी चाहिँ काम गर्न गइरहेका छौँ। मेरो भाइलाई पनि स्वागत छ मेरो युट्युब च्यानलमा। यहाँ हेर्न। अनि आजको हाम्रो काम चाहिँ रहेको छ अब यस्तो लाएर पन्जा लाएर चट्ट लाएर फापर काट्नु पर्ने हुन्छ साथीहरू। मम्मी चाहिँ आउँदै हुनुहुन्छ, मम्मीलाई छोडिराखेर आएको हामीले चाहिँ, बाहिरमा मात्र आएको। के गर्नु साथीहरू, कामले जिन्दगीमा कहिले पनि छोड्दैन। कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त के भएको भागु कि क्या हो। हाम्रो फापर चाहिँ यस्तो चाहिँ भुइँमै छ, कसरी काट्ने होला यो हेर्दै गर्नु होला साथीहरू। आजको हाम्रो काम चाहिँ यही छ, यस्तै छ गाउँघरको काम। के गर्नु, गर्नै पर्यो, हेर्दै गर्नु होला है साथीहरू। यो बिचको हरियो चाहिँ मटर छ, मटर चाहिँ फल्दैछ। जिन्दगीमा पहिलोचोटि फापर काट्दैछु। फापरको रोटी खान चाहिँ मिठो हुन्छ। के गर्नु, काम गर्नु त साह्रै अल्छी लाग्दो रहेछ। मेरो भाइ चाहिँ धमाधम काट्दैछ। मेरो भाइ यतिको मेहनती छ हेर्ने साथीहरू। त्यो कपाल चाहिँ यसको कस्तो राम्रो छ। साथीहो नमस्ते, मेरो छोरीको युट्युबमा स्वागत छ। तपाईहरुले पनि लाइक सेयर कमेन्ट गरिदिनु होला। आज फापर काट्ने दिन हाम्रो छोरा र छोरी छन् यहाँ। अनि म चाहिँ मम्मी, म दुम्सी मम्मी। मेरो काम चाहिँ यस्तो छ भन्नु। मेरो काम यस्तो छ, अब तिर्पल ओछ्याउँछु अनि लट्ठीले हानिदिन्छु। अनि त्यो झर्ने कि नझर्ने छोरा र छोरीले काटिसक्ने कि नसकेर छ। आजको हाम्रो मौसम चाहिँ चट्ट लगाएर यस्तो छ, कहिले घाम लाग्छ कहिले चिसो न चिसो हुन्छ। फापर भनेको हाम्रो चाहिँ बोटमा के अरे, बोट पनि छोटो, दुई पनि आउँदैन। दिनको निमेकै जान्छ, दिनको त 350 दिनुपर्छ। अब यो खेतालाहरूलाई मैले के दिनु खाजा पनि ल्याएको छैन। खाजा त झन् यतिखेरको समयमा त दिउ र कुटी मात्रै खानु खोज्छ। खै ल्याएको छ र भनेको। अनि अनि यो काममा त अनि भरे फापर कुटीलाई पनि झर्दैन। गाह्रो छ, मलाई गाडी चाहिन्छ। उसले झन् 300 खान्छ होइन। हाम्रो क्यामेरा स्ट्यान्ड खतरा बनेको छ त। हेर्दा नि उयो गर्नु पनि पर्दैन, बान्नु पनि परेको छ। झर्दैन काँचै छ। फापरको रुख यत्रै हुन्छ कि उयो पछि भएर त्यो
खै झर हाम्रो सबै झर्छ के बोले भाइ अब के बोले के छ थाहा भाबी हाम्रो सबै झर्छ झर्छ क्या यो काँचोमै झार्ने हो जिन्दगीमा पहिलोचोटि हो मैले फापर काटेको कुटेको गाउँको सानो त यो फापर त सजिलो छ त। यो चाहिँ नफस्टाएको हो क्या यो बरु सबै मटर छरेको भए नि हुन्थ्यो मोटा खेलाजीले पनि निकै पो भएन नि उसले एकताल त्यहाँ चाहिँ के भएर नम्र्यो गर्नु बिर्सेको होला नि खाजा पनि खाइसक्यौँ साथीहरू खाजा पनि खाजा खाएपछि भोलि आयो साथी एकदम भोक लागेर आवाजै आएन खाएर पल्लो घरको माझीले ल्याइदिएको खाजा भनेर भन लिएन उ त्यो भाग ले खै हाम्रो त मम्मीले खाजा पनि ल्याइदिँदैन खेतालोलाई यस्तो छ हाम्रो मम्मीहरू के गर्नु साथीहरू अल्छी लागेर कहिले सक्नु आधी पनि भयो
फाइनली साथीहरू तोरी पनि तोरी अरे फापर पनि खत्तम भइसक्यो काटेर। अब ओसार्न बाँकी। खै त हामीले सकेर पनि आइसकिसक्यो, यत्रो ओसारी पनि दियो। हजुर त जतिको तति छ त भुइँमा त। कस्तो मजा हुँदैछ मम्मी? यहाँ हेर्नु न मम्मी, मजा हुँदैछ? मजा लाग्दैछ मासु भात खाँदैछु। यो कसरी केलाउनु अनि? नाङ्गोमा राखे यसरी नि खानुपर्छ। जान्छ यो यस्तो काँचो? यो अहिले चलाउने कहिले त? बोरामा राख्नुपर्ने। अब त भाइ र म जान्छौँ लप्सी झार्न। आजको मेरो स्ट्यान्ड चाहिँ यो छ, मेरो भिडियो बनाउने स्ट्यान्ड। के गर्नु साथीहरू, स्ट्यान्ड किन्न सकिएन। यस्तो जुगाड त गर्नु पर्यो, जुगाड त लाउनु पर्यो। अब हामी चाहिँ जाँदैछौँ लप्सी झार्न। हेरौँ कति झार्न सकिन्छ। कस्तो ठुलो रुख छ क्या, फल्नु चाहिँ कस्तो धेरै फलेको छ। यसले चाहिँ यहाँ डन्ठी बनाउँदैछ झट्टी हान्न। यहाँ रुखमा चढ्न सकिँदैन, भुइँदेखि झट्टी हान्ने। अनि केमा ल्याउनु त? उयै छैन त, प्लास्टिकै छैन त भाइ। फलिरहेछ उस्तो तल्लो बोटमा चाहिँ धेरै छ क्या। यत्रो रुखमा कसरी चढ्न सक्नु? हो यसले चाहिँ झट्टी हान्छ अरे। जा धेरै छ त्यहीँ लानु भरे पुग्दैन नपुग्नु अरे। एउटा त एउटा यस्ता। फाइनली साथी हामीले चाहिँ यति धेरै लप्सी पनि टिपेर ल्यायौँ। अब चाहिँ सुँगुरलाई चारो काट्नु पर्ने हुन्छ। यो पिँडालु एक मुठा बोकेर जानु। यो चट्ट लगाएर रात परिसक्यो, कहिले भारी पुर्याउनु। नाम्लो मात्रै ल्यायो भनेको होइन। अब चाहिँ काट्नु पर्ने हुन्छ। सात मुठा चारो पनि काटिसक्यौँ। अब मजाले बानिदियो त भाइ, अनि चट्ट लगाएर बोकेर जानुपर्ने हुन्छ। मलाई मैले बानेको त सबै खुस्किजान्छ। खोइ उता आधी पाटा झुन्ड्यो। त्यो अलिकति हात न, कोही कति लामो हौ। कोही कुद्नु भयो, रात परिसक्यो, भोक पनि लाग्यो। साग पनि मैले रेडी गरेँ सुँगुरको मासुसँग खानको लागि। अनि गाउँघरमा बसी चाहिँ साग सब्जीको कुनै दुःख हुँदैन, त्यही मात्र हो। यस्तो भयो रात परिसक्यो। अब चाहिँ जानुपर्ने हुन्छ साथीहरू घरमा। यति 3 जनाको भारी चाहिँ यति छ। अब यति बोकेर जानुपर्ने हुन्छ। मम्मीको भारी मम्मी आजको दिन कस्तो भयो भनिदिनु त लु। मजै भयो आजको दिन, राम्रै भयो भन्नु। रमाइलो भयो आज, राम्रो भयो। हात दुख्यो, कालो भयो। अब हामी घर लाग्यो कता भारी चाहिँ। अनि दुध चाहिँ कसले? त्यसको भारी थियो, मेरो भारी हो। भारी नबोकी त घर जानु पाए पो। ल त साथीहरू लागेको आजको लागि चाहिँ यति नै भिडियो। सबैले
अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला, लाइक सेयर कमेन्ट गरिदिनु होला, यसो हामीलाई पनि सपोर्ट गरिदिनु होला भन्दै आजको लागि म यहीँ एन्ड गर्न चाहन्छु मेरो भिडियो ब्लग। अर्को भिडियोमा भेट्ने बाचा गर्दै बाई बाई, लट्स अफ माया।